सबसे गाह्रो भनेको के हुन्छ भने चाहिँ माछाको बोनलेस गर्नलाई हुन्छ है। यो माछाको बोनलेस जुन पनि माछा हड्डी निकाल्न गाह्रो हुन्छ नि त। हड्डी निकाल्दाखेरि यो सुरुको यो एउटा के भन्छ यसलाई पहेटा हुन्छ नि यो फिनदेखि यति भागमा चाहिँ तपाईँको हड्डी मोटो हुन्छ। मान्छेले सबसे बेसी हात काट्ने यही काट्दाखेरि मात्रै हो। कसैले यहाँबाट मात्र निकाल्छन्, कसैले बोनलेस गर्दा यहाँबाट यसरी चाहिँ यो हड्डी वेस सबै त्यहीँ राखेर निकाल्छन्। त्यसो गर्दा चाहिँ तपाईँको मासुहरू चाहिँ बेसी वेस्ट जान्छ। हामीले सजिलो तरिका एकदम इजी तरिकाले गर्छौँ। कस्तो इजी तरिका भन्दाखेरि चाहिँ जुन यो दुईतिरको टाउको र चाहिँ यो शरीरको भाग जोडिएको गिल्सको भाग हुन्छ त्यसको यो मासु भएको यताको भागतिर चाहिँ एकदम साह्रो हड्डी हुन्छ नि। यो हड्डीलाई यहाँबाट ल्याइन्छ यसरी हड्डीलाई नकाट्ने मासु चाहिँ सबै हामीले लिएर यसरी काट्ने दुईतिरबाट यसरी। अनि यो टाउको छ नि यति भाँच्यो काट्यो काट्यो तर यसरी हान्दाखेरि चाहिँ सानो चक्कुले नहाल्नुहोस्। तपाईँको चक्कुहरू है धार जान सक्छ। बलियो हातले भाँच्दा पनि हुन्छ, सजिलो हुन्छ। टाउको मनपर्नेले घर ल्याएर सुप खाँदा पनि हुन्छ, नभए स्टाफले खान्छ। लाइन्छ अब यसको यो जुन यहाँ भाग छ नि हाम्रो लाइन यसरी काट्यो। यसको सेन्टर हड्डी त यहाँ छ नि। अब यतापट्टि करम छ, यतापट्टि मासु छ। अब हामीले चाहिँ के गर्नु पर्यो त करम पनि फाल्नु पर्यो, छाला पनि फाल्नु पर्यो, हड्डी पनि फाल्नु पर्यो, मासु मात्र राख्नु पर्यो नि। यो काट्दाखेरि यो सेन्टरको हड्डी छ नि यो हड्डीलाई चिर्न सकिँदैन हो। यसको छेउको भागमा जुन यस्ता साना हड्डी हुन्छ नि यो हड्डी छोडेर करमको भागलाई यसरी काट्ने। काट्दाखेरि यो छ नि यहाँ देख्नु भएको छ यो बिचको हड्डीमा चाहिँ चक्कुको धार दबाउनु पर्यो। मासु चाहिँ सबै निकाल्न पर्यो, हड्डीलाई छोड्नु पर्यो। लाइन अब यति भाग काट्न गाह्रो हुन्छ, हात काट्छ भनेर मैले भनेको छु नि त्यसलाई यसरी चाहिँ यहाँसम्म यति आउँदा सकिन्छ। लाइन यो भागको मासु अलिअलि त बच्छ तर चाहिँ सबै बच्दैन। लाइन अब त्यसलाई हामी के गर्छौँ हड्डी त्यही छोड्छौँ। लाइन यसरी लाइन हड्डीको यो सँग चाहिँ चक्कुको धार दब्रियो। चक्कुको धारसँग हाम्रो हात पनि त्यही ठाउँमा हुनुपर्छ। लाइन यो हात चाहिँ यसरी हामीले फिलेट निकाल्न सक्नु पर्यो। यसरी यहाँ मासु चाहिँ छोड्न भएन है। अनि यताको भाग पनि सेम त्यस्तै हो। यसरी हात चाहिँ जोगाउनुपर्छ। यो यहाँनिर चाहिँ जोगाउनु पर्ने हो। हामीले यसरी जोडले चाहिँ यसो गर्छौँ नि हड्डी चाहिँ नकाटेर चाहिँ सट्ट आएर हात चाहिँ रेट्न चाहिँ बेसी रिक्स हुने चाहिँ यहाँनिर हो। यतिसक्यो। यसमा के बच्यो त केही बच्छ त यसमा अलिकति हड्डीसितको मासु बच्छ, यो केही पनि बच्दैन हो। अब यस्तो भएपछि अनि यसलाई पनि निकाल्ने तरिका छ। कुनै स्पुन ल्याउनुहोस् त अनि म स्पुन युज गर्न सिकाउँछु। ल्याउनुहोस् अब यो छ ल्याउनु यसरी यति निकाल्नुहोस् मासु निक्ल्यो हो। अब यो कुकुरले दियो भने कुकुरले पनि खाँदैन किन यसमा केही पनि छँदा पनि छैन हो। उठ्यो बल ल्याउनुहोस् त। अब रह्यो हाम्रो सेकेन्ड काम के छ त अर्को काम। अब रिब्स आउट छ हड्डी हुन्छ रिब्स हुन्छ रिब्स छ गरम हुन्छ मसिनो हुन्छ। अब निकाल्दाखेरि यसरी काट्यो भने अलिकति मासु बेसी गयो। जुन पनि काट्दा तपाईँको अझ सालमन कस्तो हुन्छ सालमनको यति मात्र थोरै मात्र हुन्छ तर टर्निङ गरेको हुन्छ। टर्न यसरी टर्न गरेको हुन्छ। ल हेर्नुहोस् यो करम हिँडेको भएको यो टर्न हुन्छ उसको यहाँसम्म हुन्छ। सालमनको यति मात्र हुन्छ सट्टै निकाल्ने। हामीले यसको फ्याटी पार्ट खाँदैनौँ, सालमनको फ्याटी पार्ट पनि खान्छ हो। तपाईँको रोही चुसी अथवा रोही निग्री भनेर उनीहरूले चाहिँ यो भागको फ्याटी यो भागको स्किनेस हुँदैन यसैलाई चाहिँ बोसो खान्छ उनीहरूले चाहिँ सालमन उनीहरूको। तर हामीले त यो खाने कुरा भएन। यसलाई यसरी करङलाई यता हेर्नुहोस् बिस्तारै हतार गर्नु पर्दैन। हेर्नुहोस् करङ हड्डी यहाँ सबै छोड्यो
छदिएको छैन यसो गर्ने यसरी चाहिँ करङको भाग सधैँ ल्याउनुहोस् करङ यहाँ सबै आयो धेरै हुँदैन यसको 8, 12, 15 मात्रै हुन्छ यसको 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12वटा छ यसको अब हड्डी यसमा केही पनि छैन अब स्किनलेस गर्नलाई चाहिँ के गर्ने त पहिला चाहिँ स्किनलेस गर्नलाई वरिपरिको बोसो भागलाई चाहिँ हटाउनु बोसोले चाहिँ स्किनलेस गर्न दिँदैन हेर्नुहोस् जसरी काट्नुहोस् मलाई यसरी सजिलो लाग्छ मलाई यसरी निकाल्छु तपाईँलाई चाहिँ यसरी सट्टा काटेर निकाल्न सक्नुहुन्छ यसरी निकाल्नुहोस् तर